रामबाण औषधि हो। आज बल्ल यसलाई भेटेँ। पहाडको कालीझार र यो एउटै प्रजातिका वनस्पति हुन्। यसलाई प्रशोधन गरेर औषधि बनाउन सक्यो भने वनमारा एउटा रामबाण औषधि हो साथीहरू। मोटोपन घटाउने अचुक जडीबुटी आयो है साथीहरू। यसलाई चिन्नुहुन्छ तपाईँहरूले? चिन्नुभयो भने नाम कमेन्ट गर्नु होला। हाम्रोतिर चाहिँ यसलाई हाम्रो स्थानीय भाषामा गुहे सिलाम भन्छ है। सिलाम फ्यामिलीमै सिलाम प्रजातिमै पर्ने यो चाहिँ गुहे सिलाम हो। यदि तपाईँको शरीर अनावश्यक मोटो भइरहेको छ, खाना नखाइकन डाइटिङ गरेर बस्दा पनि शरीर मोटो हुन्छ, शरीर कसरी घटाउने भनेर चिन्ता मानिराख्नु भएको छ भने हामीले तपाईँकै लागि भनेर यो जडीबुटी लिएर आएका छौँ। त्यसैले हामीले यति दुःख गरेर जडीबुटी खोज्छौँ। तपाईँले घरमै बसेर भिडियो हेरेर तल फलो गरिदिनु होला र लाइक र सेयर गरिदिनु होला। यो मोटोपन घटाउनको लागि यसलाई कसरी प्रयोग गर्ने भन्दाखेरि दुई किसिमले प्रयोग गर्ने। यसको पात तपाईँले देख्नु भएको छ नि, यसको पातलाई टिपेर तातो पानीमा तताएर मतलब काँडा बनाएर पिउने गर्नुहोस्। र यो एकचोटि फुल्ने गर्छ सालमा र त्यसको चाहिँ सिलाम जस्तै फुल्छ र त्यसको बीज हुन्छ। बियालाई तपाईँले पिसेर अथवा तपाईँले त्यसलाई मजासँग चपाएर पनि खान सक्नुहुन्छ। एकदम मिठो हुन्छ, सिलाम खाएको जस्तै हुन्छ। तपाईँको मोटोपन घटाउने यसको पातको काँडा बनाएर खाने गर्नुहोस् अथवा यसको पछि फलेपछि यसको दाना हुन्छ सानो सानो सिलामको जस्तै, र त्यसलाई कराम चबाएर खाने गर्नुहोस्। तपाईँको मोटोपन, तपाईँको बोसो पगाल्ने काम यसले गर्छ। भिडियो एकदम महत्त्वपूर्ण भएकोले सबैलाई सेयर गर्नु, लाइक गर्नु, च्यानल सब्सक्राइब गरी फेसबुकबाट हेरेर फलो गर्नु नबिर्सिनु। धन्यवाद। आमा के सुमसुमाउनु भएको? यो अँगेरी रहेछ हौ भाइ। यहाँ कस्तो हाम्रो जमानामा अँगेरी कस्तो मिठो हुन्छ क्या अनि यसको फुल जस्तो फुलेको छ त फुल चाहिँ यो केसरको काम गर्छ। यो फुलले एकदम राम्रो हुन्छ। हेर न, पत्ता केसरको जस्तै छ नि त। यसले केसरको काम गर्छ। त्यो अङ्गेरी भनेको यो त्यो मुख कालो हुने, मुख कालो हुने। यहाँ हेर्नु दाना फल्दै रहेछ भर्खरी। यहाँ चाहिँ फल्दै रहेछ क्या फुल जस्तै छ त यो त। दाना यसको गुण कस्तो, यसको फाइदा कस्तो? यो गुण राम्रो, यो राम्रो फाइदाजनक हो। खाँदाखेरि मुख चाहिँ कालो हुन्छ। एकदम भिटामिन सी एकदम राम्रो चिज हो यो। यसको फुल यस्तो राम्रो हुन्छ, केसर जस्तै हुन्छ। हेर्नुहोस् साथीहरू, दामी फुल हेर्नुहोस् कति राम्रो छ, केसर जस्तै। यो भित्रको चाहिँ हामी खाने हो क्या। यहाँको फल चाहिँ खाने हो। कालो कालो हुन्छ, कालो कालो देखिएको छ नि। यो चाहिँ खाने हो क्या हामीले। यहाँको चाहिँ यो फल, यहाँभित्रको फल चाहिँ हामी लापा खेल्दै खेल्दै खान्थ्यौँ क्या साना केटाकेटीमा। अहिले पनि कति मिठो हुन्छ नि यो? अहिले पनि मिठो हुन्छ, एकदम राम्रो भिटामिन सी दामी। यसले चाहिँ केसरको काम गर्छ यो फुलले चाहिँ। यसले के पाचन प्रक्रियाहरूमा कस्तो असर सबै पुर्याउँछ? राम्रो, एकदम राम्रो। भिटामिन सी भने सबैलाई काम गरौँ नि त। एकदम राम्रो। इम्युनिटी पावर पनि बढाउँछ। इम्युनिटी पावर बढाउँछ, राम्रो हुन्छ। मुख चाहिँ कालो हुन्छ है एकछिन खाँदा खाँदा। मिठो पनि हुन्छ यो? मिठो नि हो। पाचन प्रक्रियामा कस्तो असर पुर्याउँछ यसले? खोला नालामा एकदम राम्रो, केहीले असर गर्दैन यसलाई। राम्रो, एकदम राम्रो हुन्छ। यो विशेष गरी कस्तो ठाउँमा पाउँछ? खोला नालामा पानी अलिक धेरै बाटोमा, जङ्गलतिर पाउँछ? जङ्गलतिर पाउँछ। यहाँ त बाहिर पनि राख्छ त। होइन, यहाँ पानी कुदिरहँदो रहेछ नि, यस्तो नाला कुदिरहँदो रहेछ नि। यस्तोमा राम्रो बिरुवाहरू पनि पाउँछ यसको? कस्तो फलिरहेको छ, पाउँछ नि यसको बिरुवा। जति चल्नै हुन्छ यसको बिरुवा। पाकेर झर्छ, अनि झरेपछि त्यसैको बिरुवा उम्रिन्छ। यो मैले असुरो चाहिँ यसरी बारीभरि रोपेको छु। हेर्नुहोस् झ्याम र कसैले प्रेसर चाहिँ फिन्न हुन्छ नि, त्यति बेला चाहिँ यसको एक चम्ची बाकुलो बनाएर झोल खानुहोस्, एकदम राम्रो हुन्छ। तपाईँहरूलाई कहीँ जानु पर्दैन प्रेसरको दबाई खानु। हामीलाई जान्नेहरूले के भन्छन्, दबाई चिनायो भने दबाई लाग्दैन। आज हेरौँ है दबाई लाग्छ कि लाग्दैन। यो तपाईँहरूले मेरो हातमा देखिराख्नु भएको छ, यति मजाले फलिरहेको छ यहाँनिर। यसलाई भनिन्छ काली अँगेरी। यो पहाडमा पाइने चिज हो। पहाडमा पनि कता कता पाइन्छ। र यसले के काम गर्छ हामीलाई भन्दाखेरि, जब हामीलाई ग्यास हुन्छ है, ग्यास भएर हामीलाई खाना खानु मन पर्दैन, हाम्रो हात खुट्टा पोल्छ है, झमझम गर्छ, हाम्रो हात खुट्टा पोल्छ, शिर पनि एकदमै भारी हुन्छ ग्यासले गर्दाखेरि, त्यति बेला हामीले ट्याब्लेट खानुभन्दा यसको दाना, जुन यो फलेको दाना तपाईँहरूले देख्नु हुँदैछ, यसलाई टिपेर तपाईँले खानुहोस्। यो चाहिँ एउटा अम्बकको टेस्ट जस्तो हुन्छ है, यति मिठो टेस्ट हुन्छ यो चाहिँ। अब जति खाए पनि अब खाइरहनु जस्तो हामीलाई त्यस्तो खालको मिठो हुन्छ। र यसले ग्यासलाई कसरी काम गर्छ भन्दाखेरि, जस्तै हामीले दुख्दाखेरि पेनकिलर खान्छौँ नि, पेनकिलर खाएर एकछिनबाट हामीलाई सन्चो हुन्छ नि, दुख्न छोड्छ नि, त्यस्तै नै ग्यासका लागि पनि त्यति राम्रो हो यो चाहिँ। यो पहाडमा पाइन्छ। यसको नाम काली अँगेरी भनिन्छ है। पहाडमा पनि यो कता कता पाइन्छ। र यो चाहिँ यति मिठो पनि हुन्छ।
ग्यासलाई र हामीले जताभावी पनि अब हामीले धेरै सामाजिक सञ्जालमा हामीले भेटेका छौँ है। अब मान्छेले दुनियाँभरको अब यो दबाई हो त्यो दबाई हो भनेर सामाजिक सञ्जालमा पोस्टहरू गरेको हुन्छ र त्यो पोस्टहरूलाई पनि हामीले धेरै अनुसन्धान गर्नुपर्छ, बुझ्नुपर्छ र मात्र हामीले यो दबाईहरूको युज गर्नुपर्छ। नत्र भने हामीलाई कुनै प्रकारको साइड इफेक्ट हुनसक्छ है। र तपाईँहरूलाई जति पनि अब सामाजिक सञ्जाल हेरेर बस्नुहुनेहरूलाई यही अनुरोध छ है, तपाईँहरूले बुझ्नुहोस् पहिला है, त्यसको बारेमा जान्नुहोस् र मात्रै यस्ता मेडिसिनका बारेमा तपाईँहरूले मेडिसिन खानुहोस् है, अनि मात्रै तपाईँलाई राम्रो हुन्छ। यो चाहिँ काली अँगुरी हो र खाँदाखेरि यस्तो हुन्छ, जिब्रो चाहिँ निलो हुन्छ, साह्रै मिठो पनि हुन्छ र ग्यासको चाहिँ एकदमै अब राम्रो यो तपाईँले अब पाउनुभयो र यसको यो दानालाई सुकाएर तपाईँले कुनै कन्टेनरमा बट्टामा हालेर मजाले राख्नुहोस् र तपाईँलाई पछिसम्म खाँदा पनि हुन्छ है। बिहान खाली पेट खानुहोस् र यसको पत्तालाई पनि सुकाएर राख्नुभयो भने तपाईँले मजाले है बिहान मनतातो पानीमा च्वास्स हाल्नुहोस्, चियापत्तीको जस्तो कलर आउँछ त्यो पानीमा र तपाईँले त्यो पानी पिउनु भयो भने तपाईँलाई कहिले पनि ग्यास हुँदैन। ग्यासको लागि चाहिँ यति राम्रो हो यो र यसको नाम म फेरि पनि भन्न चाहेँ है, यसलाई काले अँगुरी भनिन्छ। थला परेको मान्छे पनि उठेर हिँड्नेछ, दौडिनेछ। यदि तपाईँले यो वनस्पति कतै देख्नुभयो भने नछोड्नुहोला। यसको सही तरिकाले सेवन गर्न सक्नुभयो भने तपाईँको लाखौँको खर्च बचाउन सक्छ। यसको प्रयोग र सेवनको बारेमा जान्नको लागि यो पेजलाई फलो गर्नुहोला। यदि तपाईँले यसलाई चिन्नुभयो भने कमेन्टमा यसको नाम अवश्य लेख्नुहोला। बाइलाको 1 नम्बर जडीबुटी। बाइलो परेका मान्छेलाई त यो त लेखाको टोप्रे, यो त जति ठुलो औषधि। कसरी सेवन गर्ने हो नि बुवा? यसलाई थिच्ने, औँसेलुका मन्टा र चाहिँ दुबा मन्टा मिसाउने, यसलाई मिसाउने, कुरकुरे मिसाउनु पर्छ गोडा 4 मन्टा। एउटा छान्ने उर्ने गिलासमा राखेर अनि चाहिँ तनक 3 घन्टापछि दुधै मुठिया दरले खाए सात ताल्यो बाइलो फाल्छ, ट्वास छन्छ। यदि तपाईँको शरीर तथा हात जोड्ने घुँडामा दुखाइ छ भने अर्क या आँकको पात लिनुहोस्, त्यसलाई तागामा तताउनुहोस् र तातिसकेपछि त्यसमाथिबाट एउटा एलोभेरा जेल लगाएर बेसार पाउडर लगाउनुहोस्। शरीरको जुन भागमा दुखाइ छ यसरी बाँधेर 20-30 मिनटसम्म छोड्नुहोस् र तपाईँको दुखाइ बिस्तारै गायब भएर जानेछ। यसलाई तपाईँले डेली युज गर्न पनि सक्नुहुन्छ। कि चाहिँ मेरो दाँत जिन्दगीमा नदुखोस् नबल्झोस् भन्न खातिर यो एउटा भट्कैयाको बियाले काम गर्छ। राम्ररी सुन्नुहोस्, यसको बियालाई कोइलामा डढाउनुहोस्, त्यो धुवा चाहिँ मुखमा लिएर जहाँ दुखेको छ त्यहाँ गुम्स्याउनुहोस्। यो भट्कैया हो, धुवा ननिल्नुहोस्, 3 खेप यसो गर्नुहोस्, तपाईँको जिन्दगीमा तपाईँको दाँत बल्झँदैन, दुख्दैन। आमा यो के को बोट लैगाउनु भएको? यो अरन्डीको बोट हो। यो ठुलो बोट, यत्रो बोट अरन्डीको बोट? यो अरन्डीको बोट। यो अस्ति हजुरले भनेको त्यो तेल निकाल्ने, बिया निकाल्ने भनेको यही अरन्डीको बोट हो? दाना त्यस्तो हुन्छ है, अरन्डीको दाना। खै कस्तो हुन्छ? भर्खर फल्दैछ है यो दाना, यस्तो अनि सुकेको अस्ति त त्यो सुकेको हो। बोडीको दाना जस्तै थियो त अनि? यसरी निकाल्दा बोडीको दाना जस्तै हुन्छ है, हेर्नु बोडीकै दाना हुन्छ है। देखिएकै छैन। अस्ति त हामीले त बोडीको दाना जस्तै हुन्छ। बोडीको दाना देखेका थियौँ, सिमीको दाना देखेका थियौँ। त्यस्तै हुन्छ यहाँ। त्यो पिसेर चाहिँ तेल। यदि तपाईँहरूको हड्डीको जोड्नीहरू दुख्ने समस्याहरू छ, शरीरको कुनै पनि ठाउँको जोड्नीहरू दुख्ने समस्याहरू छ भने, हड्डी दुख्ने समस्याहरू छ भने यहाँ हेर्नुहोस्, यसलाई हामी बेतलौरी भन्ने गर्छौँ। अनि यसको एकदमै ठुलो पत्ता हुन्छ, हरियो पत्ता हुन्छ यसको। र यसलाई चाहिँ कसो गर्ने भन्दाखेरि यसलाई तपाईँहरूले यो पत्तालाई टिपेर ल्याउनुहोस् अनि टिपेर ल्याएर यसलाई ताईमा यो तोरीको तेल खराउनुहोस् अनि खराएर यसलाई यो पत्तालाई त्यसमा सेक्नुहोस्। अनि त्यसले यो पत्ता तोरीको तेलमा तपाईँहरूले ताईमा तताएर चाहिँ तपाईँहरूले जहाँनिर दुख्छ, तपाईँको ढाड दुख्छ, कतिजनाको कम्मर पनि दुख्छ है, यस्तो जोड्नीहरू दुख्ने ठाउँमा चाहिँ तपाईँहरूले यो लगाइदिनुहोस्। र यसरी लाउँदाखेरि यसले एकदमै भित्रबाट आराम दिन्छ, हड्डीलाई पनि एकदमै मजबुत गराउँछ। निलडामहरू बसेकोहरू, भित्री तहमा दुखेकोहरूलाई यसले। यदि तपाईँको कपाल झरेर हैरान हुनुहुन्छ है, अनि 30-35 वर्षमै कपाल फुलेर 60-65 वर्षको बुढो जस्तो देख्नु भएको छ र कपाल टुक्रिने, कपाल सम्बन्धी सबै समस्याहरू है, पातलो कपाल भएको, कपाल झरेर यहाँबाट चन्द्रमा हुने, मेरो पनि पहिला त्यस्तो भइसकेको थियो। मैले पनि यही जडीबुटीको प्रयोग गरेर चाहिँ मेरो कपाललाई हेर्नु कति बाक्लो र कालो छ साथीहरू है। र तपाईँले यसको कसरी प्रयोग गर्ने हामीले हाम्रो लामो भिडियोमा अपलोड गरेका छौँ, यहाँ क्लिक गरेर गएर हेर्न सक्नुहुनेछ र हाम्रो च्यानलमा गएर एकचोटि हेर्नु होला। यो केश झार कसरी भने यसको तपाईँले हामीले कतिपय जडीबुटीहरू आफैमा उनीहरूले गुण छोडेको हुन्छ। ल हेर्नुहोस्, यो हाम्रो
कपाल जस्तै कालो र यो एकदम मोटो हुन्छ र यसको प्रयोगले पनि हाम्रो कपाललाई एकदम बाक्लो कालो र यस्तै मोटो बनाउँछ साथीहरू। यो जडीबुटी कसरी प्रयोग गर्ने हामीले भिडियो हालेका छौँ, गएर हेर्नु होला है त, तल यसमा क्लिक गरेर। नमस्ते। यदि हजुरहरू नेपालको पूर्वी भागमा विशेष गरी झापा, मोरङ, सुनसरी यस्तो जिल्लाहरू जो तराई भागसँग जोडिएको छ र मध्य पहाडी भागमा हुनुहुन्छ भने यो वनस्पति देख्नु भएको छ। यो देख्दा पिप्ला जस्तो, पिप्पली जस्तो देखिन्छ, तर यो जङ्गलमा पाइन्छ। त्यसैले यो वनस्पतिको नाम वन पिप्पली हो। जङ्गलमा हुने हुनाले वन पिप्पली रहन गयो। पिप्पली भन्दा केही लामो हुन्छ र स्वादमा केही तीक्ष्णता उष्णता कम हुन्छ। यो वनस्पतिलाई पाइपर पेपिलोइडिस भनिन्छ। यो वनस्पति विशेष गरी नेपालको तराई भागमा पाइन्छ भने सँगसँगै आसाममा, भारतका केही सिमानाहरूमा पाइन्छ। यो वनस्पतिमा पाइपेरिन नामक केमिकल कन्स्टिट्युएन्ट हुन्छ र यो वनस्पतिको विशेष रूपमा अनुपानको प्रयोग गरिन्छ। हस् त, धन्यवाद। चाहिँ तपाईँको पैताला झमझमाउने पोल्ने हुन्छ नि, यो चाहिँ बेलुका भिजाएर बिहान चाहिँ मिक्सीमा लाएर पिसेर चाहिँ बेलुका सुत्ने बेलामा दलेर सुत्नुहोस्, चट्टै पैताला पोल्ने है। धन्यवाद। आउनुहोस् साथीहरू, आज म शरीरमा पलाउने मासुको लुर्का लुर्की हटाउने जडीबुटी देखाउन गइरहेको छु। यसको जराको लेप बनाई दैनिक लगाउनाले त्यस्ता लुर्का लुर्कीलाई यो लज्जावतीको जराले सुकाएर झार्ने काम गर्दछ। यो जडीबुटीले निको नबनाउने रोग सायद छैन होला। अहिले तपाईँको दिमागमा कुन चाहिँ रोगको नाम आएको छ त्यो रोग पनि यसले सन्चो बनाउँछ र अहिले तपाईँलाई कुन रोग लागेको छ त्यो रोग पनि सन्चो बनाउने क्षमता यसले राख्छ। यति गुणकारी जडीबुटी, यसको पञ्चाङ्ग, जरा, पात, यसको डाँठ, यसको फुल सबै चिज काम लाग्ने। पञ्चाङ्ग भनेपछि बुझिहाल्नुहोस्, त्यस्तो खालको जडीबुटीको आज हामी चर्चा गर्न गइरहेका छौँ। यो चाहिँ एक रोगको लागि मात्र होइन, यो नाम एक काम अनेक जडीबुटी हो साथीहरू। त्यसैले हामीले यो चाहिँ हो अपमार्ग र यसलाई हामीले दत्युन पनि भनेर चिन्ने गर्छौँ हाम्रो स्थानीय भाषामा। यो हरितालिका तीजको बेलामा महिलाहरूले दत्युन गरेर पनि फाल्ने गर्नुहुन्छ। यो हिन्दू धर्ममा पनि यसको धार्मिक महत्त्व एकदमै रहेको छ र यो जडीबुटी एकदमै धेरै किसिमका रोगहरूलाई, महिलाहरूको शिष्ट पाठेघरमा हुने र तपाईँको बाथ रोग, तपाईँको ज्वरो आएको बेला, तपाईँको खुट्टाहरू सुन्निएको, हात सुन्निएको बेला, तपाईँको किडनीमा पत्थरी छ भने, तपाईँको अब पिसाब सम्बन्धी पिसाब पोल्ने यस्तो ज्वरोहरू भयो, तपाईँको जेमा पनि यसले काम गर्छ तपाईँहरूको साथीहरू। यसले हामीलाई हाम्रो शरीरमा लाग्ने विभिन्न किसिमका रोगहरू हुन्छन्, त्यसमा 100वटा रोगहरूमा यसले 90वटा भन्दा बढी रोगलाई चाहिँ यसले एउटै जडीबुटीले निको पार्छ। मात्र हामीले यसलाई कुन रोग लागेको बेला कसरी बनाएर खाने त्यो चाहिँ हामीले जान्न जरुरी छ। भिडियो लामो हुन्छ, हामीले आउने दिनहरूमा यसको एक एकवटा रोगको बारेमा चर्चा गर्नेछौँ। यो रोग लाग्दा यो यसरी खाने भनेर। प्रायः जसो तपाईँले यो सधैँ खाना पनि हुन्छ। यसको डाँठ, पात, जरालाई चाहिँ तपाईँले सधैँ पानीमा उमाल्ने, बेलुका पख भोलि बिहान खाने। दैनिक गर्नुभयो भने तपाईँलाई कुनै किसिमका रोगहरू पनि यसले लाग्न दिँदैन। त्यस्तो खालको क्षमता भएको जडीबुटी हो यो चाहिँ। अपमार्ग, यसलाई हेला नगर्नु होला। तपाईँको कतै पाउनुहुन्छ भने तपाईँले घरमा ल्याएर सार्नु होला। यो पनि मैले उखालेर ल्याएर सार्नको लागि लिएर आएको र तपाईँहरूलाई यसो हल्का जानकारी दिनको लागि भिडियो बनाएको। आउने दिनहरूमा यसको सबै रोगहरू तपाईँले यहाँ कमेन्टमा गर्नु होला कुन रोगको लागि हो भनेर। हामी त्यो रोगको लागि कसरी बनाएर खाने हामी यसको सबै डिटेल्स प्रत्येक एउटा भिडियोमा सम्झाउनेछौँ। भिडियो एकदम महत्त्वपूर्ण छ। यस्तै जानकारीको लागि हामीलाई तल यहाँ फलो गर्नु होला, लाइक गरी सेयर पनि गर्नु होला र आउने दिनहरूमा एकदम यस्तै भिडियोहरू आउनेछन्। फलो गर्न नबिर्सिनु होला। भिडियो हेर्नुभएकोमा धन्यवाद। सेयर गरिदिनु होला है त। आज म तपाईँहरूप्रति जाने फेरि अर्को एउटा राम्रो औषधि लिएर उपस्थित भएको छु। यो औषधि कतिले चिन्नुहुन्छ? यसलाई भन्दाखेरि कुकुर डाइनो भनेर भन्ने गरिन्छ। यसलाई कुकुर डाइनो भनेर भन्ने गरिन्छ। यसका पात यस्ता हुन्छ नि, हेर्नुहोस्, यसका पात यस्ता हुन्छ नि, यसरी गएको हुन्छ। यसको यस्ता किसिमको फल लाग्छ है, होइन? यसको यस्तो किसिमको फल लाग्छ र यसको चाहिँ नि यो जरा यस्ता किसिमका जराहरू हुन्छ। यो जङ्गलमा प्रशस्त पाइन्छ। यो जङ्गलमा प्रशस्त पाइन्छ, तर यसको जराबाट चाहिँ हामीहरूलाई के फाइदा हुन्छ के फाइदा हुँदैन भन्ने कुरो चाहिँ यसको जराले चाहिँ हाम्रो रगतलाई शुद्ध बनाउने काम गर्छ। यसको जरा हाम्रो रगतलाई, अनि यसले चाहिँ हाम्रो छाला, यो जरालाई चाहिँ पिसेर मसिनो बनाएर चाहिँ अनि यो जरासँगै सँगसँगै यो पातलाई चाहिँ हामीले उगाएर हाम्रो छालामा रोग छ भने चाहिँ छालामा चाहिँ हामीले लेप लगायो भने चाहिँ हाम्रो चाहिँ
छालाको रोग चाहिँ सन्चो गर्छ यसले चाहिँ नि होइन। अनि पछि गएर चाहिँ यसले चाहिँ ज्वरो आएको बेलामा यसको पात यसको जरा हामीले चाहिँ पिलेर चाहिँ नि 2 चम्चा बिहान 2 चम्चा साँझ 2 चम्चा चाहिँ रस बनाएर चाहिँ हामीले चाहिँ 2 पात लियौँ। 2 पात लिएर अलिकति ज्वरो लियौँ। अलिकति ज्वरो लिएर चाहिँ यसलाई 2 पात बनाएर औषध खायो हाम्रो ज्वरो क्लियर गर्छ यसले होइन। यसले ज्वरो क्लियर गर्छ। हाम्रो पिसाब यदि पिसाब खराब भएको छ पिसाब पोल्छ यताउता हुन्छ भने चाहिँ यसको दानालाई चाहिँ मसिनोसँग चाहिँ पिस्नुहोस् कुट्नुहोस् होइन। र अलिकति ज्वरो मिसाउनुहोस् र चाहिँ यसलाई चाहिँ यसको रस खानुहोस्। हाम्रो पिसाब पनि यसले क्लियर गर्छ र चाहिँ जसलाई गाँडो भनिन्छ यहाँ घाँटीमा चाहिँ गाँडो उठ्छ र गलगाँडा जो गलगाँडा हुन्छ त्यसमा चाहिँ हामीले के गरौँ भन्दाखेरि यसको जरा निकाल्नुहोस् अलिकति जरा निकाल्नुहोस् अनि यो पात निकाल्नुहोस् अनि पछि अलिकति चाहिँ यो तपाईँ चाहिँ यो दाना निकाल्नुहोस् होइन। र यसलाई चाहिँ मसिनो गराएर पिस्नुहोस् पानीमा पिस्नुहोस्। पानीमा हल्का पानीमा पिसेर लेदो बनाउनुहोस्। लेदो बनाएर चाहिँ तपाईँले चाहिँ लगाइदिनुहोस् तपाईँको चाहिँ गलगाँडा चाहिँ यसले क्लियर गर्छ। र सिजनमा यो वैशाख जेठमा चाहिँ यो चाहिँ के गर्छ त भन्दा यो पलाउँदा यसको मन्टाको औषधि खानुहोस् मन्टाको चाहिँ तरकारी खानुहोस्। यसले चाहिँ तपाईँको चाहिँ पेटमा भएका हरेक किसिमका विकार वस्तुहरू चाहिँ सब क्लियर गर्छ। पेट साफ गर्छ। पेट दुख्रोबाट हुन्छ तपाईँलाई चाहिँ यो तपाईँले जतिखेर खाए पनि पेटको क्लियरको लागि तपाईँले जतिखेर खाए पनि हुन्छ। तपाईँलाई चाहिँ टुस रहेको छ यताउता भएको छ ग्यास्ट्रिक बनिन्छ यी हरेक चिजको लागि चाहिँ यसका यो पातले र चाहिँ तपाईँको चाहिँ यसका जराले चाहिँ धेरै राम्रो काम गर्छ। भिडियोलाई चाहिँ फलो गर्नुहोस् सेयर गर्नुहोस् लाइक गर्नुहोस् हरेक व्यक्तिमा पुर्याउनुहोस् र यसका उपयोगलाई चाहिँ जसलाई जे यस्तो छ चरम रोग छ अझै खास गरेर चाहिँ जो चाहिँ भिरङ्गी भन्ने चलन थियो पहिला योनिमा हुन्छ जो चाहिँ गुप्ताङ्गमा हुन्छ भिरङ्गी भन्ने त्यसमा तपाईँ चाहिँ यसको ज्वरो थिचेर र यसको चाहिँ यो चाहिँ दाना मिसाई पात मिसाई तपाईँले ज्वरो पात दाना सबै मिसाएर चाहिँ लेप बनाएर चाहिँ त्यस ठाउँमा चाहिँ लगाउनु गर्नुभयो तपाईँको भिरङ्गी भएको घाउ जो हुन्छ त्यो घाउ पनि तपाईँ क्लियर भएर जान्छ। डाक्टरसँग जानुपर्ने आवश्यक पर्दैन। र भिडियोलाई सेयर फलो र लाइक गर्नुहोस्। हस् धन्यवाद है त साथी हो। यो मैले असुरो चाहिँ यसरी बारीभरि रोपेको छु हेर्नुहोस् कि झ्याम र कसैले प्रेसर चाहिँ फिन्न हुन्छ नि त्यति बेला चाहिँ यसको 1 चम्ची बाकुलो बनाएर झोल खानुहोस् एकदम राम्रो हुन्छ। तपाईँहरूलाई कहीँ जानु पर्दैन प्रेसरको दबाई खानु। तपाईँको चाहिँ एकदमै निको नभएको ग्यास्ट्रिक अब यसले निको गर्छ। कसो गर्नु भने यसको एक थोपा तपाईँले 10-12 दिन खानु खाली पेट तपाईँको ग्यास्ट्रिक चट पार्छ। पिनासको यमराज हो। पिनासको यमराज यसले चाहिँ तपाईँको कति बितेको पिनास बिग्रेको पिनास पनि यसले चाहिँ चट्टै हुन्छ। यसको के युज गर्नुहुन्छ? यसको चाहिँ म जरा युज गर्छु। यसमा केही औषधि मिलाउनु फेरि नभए चाहिँ यसले फेरि भित्र असर पार्छ र यसलाई चाहिँ अब यसरी चाहिँ यो तरो हुन्छ। निमोनिया चाहिँ एकदम दामी टन्सिल पनि होइन। हजुर यसले चाहिँ फोक्सोमा पानी भएको पनि यसले सुकाइदिन्छ। र साथीहरू यदि हामीलाई पिसाब लागेको छ तुरतुरे ल्याएर गाह्रो भएको छ भने हाम्रो वरपर पाइने औषधि खाएर हेरौँ। यसको डाँटको रस निकालेर 1 थोपा पानी नमिसाइ पियो भने धेरै जसो पिसाब पोल्ने बिमार यो बेतलौरीले चट्टै पार्छ साथीहरू। ये हेर्नुहोस् 8 वर्ष 9 वर्ष 10 वर्ष भएकोहरू त्यो यसरी कनाइरहेको हुन्छ। यस्तो काखीतिर पनि घाउ भएर बसेको कनाइरहेको हुन्छ नि दाँतको घाउ भन्छ नि यसको पात चाहिँ एकदमै कुटेर लाउनुहोस् चट्टै हुन्छ। के भन्छ सर यसलाई चोकमारी भन्छ चुवा फुल पनि भन्छ। बहुत धन्यवाद हजुर। अब यो पाखन बेत भन्ने चाहिँ कस्तो भनेदेखि यो यसरी पत्ता छिनायो हजुर र आगोमा सेकायो हजुर र प्युर तोरीको तेल चाहिँ दलेर चाहिँ घुँडा दुखेकोमा यस्तोमा चाहिँ सेक्नुहोस्। अच्छा यो सेक्दा पनि यसरी ओह्रालो सेक्नुहोस्। ओह्रालो सेक्नुहोस्। यो सेकाउँदै तेल लाउँदै ओह्रालो सेक्नुहोस्। तपाईँहरूको घुँडा दुखेको चाहिँ एकदमै राम्रो हुन्छ। अन्त मेरो किडनी स्टोन छैन। यसले यसरी कतिपल्ट खानु? 15-16 दिन। 15-16 दिन खाँदाखेरि चट्टै यो खानु पर्यो है। यो खानु पर्यो। मैले रोपेको छु मसँग श्रमका राखेँ भने। के तपाईँलाई थाहा छ तोरीको तेलमा लसुन र मेथी फुराएर लगाउँदा के हुन्छ? थाहा छैन भने यो भिडियो तपाईँको लागि। तोरीको तेलमा लसुन र मेथी फुलाएर लगाउँदा जोर्नीको दुखाइ बाथको समस्या कपाल झर्ने समस्या तुरुन्तै हल हुन्छ। तर धेरै तातो अवस्थामा छालामा नलगाउनु होला। यस्तै टिप्सको लागि माया टिप्सलाई फलो गर्नुहोस्। यसलाई हेर्दै नहेर्नु
यो लज्जावतीको झारलाई मैले गमलामा रोपेको छु। यसको महत्त्व धेरैजनालाई थाहा छैन। यसको 3वटा जरा कुच्याएर पानीमा उमालेर बिहान खाली पेट र बेलुका 1 ग्लास यसको पानी दैनिक खायो भने किडनीमा भएको स्टोन पगालेर फाल्ने काम गर्छ। यसलाई हेर्दै नहेर्नु, हेरेपछि उखालेर खान नछोड्नु होला। लाखौँको औषधि हो, मान्छेले चिन्न सकेको छैन। यसले बाबु गानोगोला गेस्ट्रिक, यसले क्यान्सर पनि टाढा बनाउन सक्छ। महिलाको लागि 1 नम्बर दबाई हो। यसले पैसा बचत गरिदिन्छ। आलो पाइन्छ भने तलेर घिउमा तलेर खानुहोस्। पाउडर पाइन्छ भने यो चाहिँ पाउडर ताता पानीसँग सेवन गर्नुहोस्। ग्यास्ट्रिकको 1 नम्बर जडीबुटी। हजुर। यसको नाम के हो नि बुवा? यसलाई काली काफलको बोक्रो भन्छ। यो जडीबुटीलाई कसरी खाने हो भने ग्यास्ट्रिक निको हुन्छ? यसलाई पाउडर बनाएर खानुहोस्, रस बनाएर खानुहोस्। आलो पाइन्छ भने रस बनाएर खानुहोस्। सुकेको पाइन्छ भने पाउडर बनाएर तातो पानीसँग खानुहोस्। एकदम औषधि। इष्टमित्रहरूलाई म देखाउँछु। यो तमर्के भन्छ, यो हो तमर्के। यो यसको बोट, यो जराहरू हो। यो के को लागि भन्नुहुँदैछ नि, हाम्रो यो गाउँ बस्तीमा पाउने दबाई जतिले पनि पशु पाल्छ नि, पशु पाल्नेले यो राखेको हुनुपर्छ। यसको चाहिँ भित्र पहेँलो हुन्छ हो, पहेँलो हुन्छ। यो मान्छेले पनि खान्छ, त्यो धेरैवटा रोगहरूमा खान्छ। तर विशेष चाहिँ गाईबस्तु, सुँगुर, कुखुराको लागि चाहिँ हो कि यो। म काटेर देखाउँदैछु ल तपाईँलाई। हो पहेँलो हुन्छ यो। अब यो यति छ भने चाहिँ यो यतिले चाहिँ एउटा सुँगुरलाई चाहिँ 1 वर्ष पुग्छ। 1 महिनामा 1 टुक्रा मात्रै त्यसलाई चारोमा पिठो बनाएर दियो भने बस त्यो सुँगुर कहिले पनि रोग लाग्दैन। अनि कुखुराहरूलाई पनि रोग लाग्दैन है। यो चाहिँ मान्छेले खान्छ, कतिले यो पिठो बनाएर खान्छ। जस्तै अब हाई प्रेसरदेखि लिएर सुगरको बिमारहरू पनि खान्छ यो, तर बेसी चाहिँ होइन। अनि यो दिँदा चाहिँ कतिले चाहिँ बलियो हुन्छ भन्छ, तर बलियो त किन, अब निरोगी हुन्छ। निरोगी भएपछि त्यसै पनि बलियो हुन्छ है। र सबैले सिकिराखेको राम्रो यो, किनभने जति पनि गाउँ बस्तीमा बसेर खेतीपातीमा जस्तै सुँगुर पालन, कुखुरा पालन इत्यादि गर्छ। जस्तै ब्रोइलरहरूलाई पनि यो चारोमा मिसाएर दिन सक्छ। यसलाई चाहिँ चाना चाना बनाएर चाहिँ सुकायो अनि पिठो बनायो। पिठो बनाएर चाहिँ चारोमा छरेर दियो भने चाहिँ खान्छ। त्यहाँबाट चाहिँ रोग लाग्दैन है त्यसलाई चाहिँ। ल हुन्छ, आजको भिडियो यतिमा छ। सबैलाई नमस्कार। नम्बर यसको सर्पको विष झार्ने चाहिँ 1 नम्बर है। यो यसलाई भन्छ बाकलपाते। बाकलपातेको रस कुटेर लायो, त्यसपछि चाहिँ कतिपल्ट लाउँदा सर्पको विष यसले झार्छ? तपाईँको एकैपल्ट नै हो। एकैपल्ट। तर अलिक विषालु सर्पले टोक्दाखेरि त अब अस्पताल जानु पर्यो। तपाईँको लाएर चाहिँ यसो बाँधी चाहिँ राख्नु पर्यो। र धन्यवाद। आएको चाहिँ नि पुरानो भन्दा पुरानो दाद घाउ भन्छ, रिङ घाउ पनि भन्छ, पैसे घाउ पनि भन्छ। त्यो एक प्रकारको लुतो गर्दनतिर निक्लिन्छ है। त्यो डरलाग्दो हुन्छ यो। यसलाई चाहिँ तपाईँले यो छुइमुईको पेस्ट बनाउनुहोस् पातको, अनि लाउनुहोस्, केही दिन चट्ट हुन्छ। यदि तपाईँ हामीलाई किडनीमा ससाना पत्थरहरू छन् भने यो तरिका गरेर केरामा रातभरि थापिएको पानी बिहान बिहान लगातार पियो भने स्टोन आफै निस्किएर जान्छ। थला परेको मान्छे पनि उठेर हिँड्नेछ, दौडिनेछ। यदि तपाईँले यो वनस्पति कतै देख्नुभयो भने नछोड्नुहोला। यसको सही तरिकाले सेवन गर्न सक्नुभयो भने तपाईँको लाखौँको खर्च बचाउन सक्छ। यसको प्रयोग र सेवनको बारेमा जान्नको लागि यो पेजलाई फलो गर्नुहोला। यदि तपाईँले यसलाई चिन्नुभयो भने कमेन्टमा यसको नाम अवश्य लेख्नुहोला। साथीहरू, तपाईँहरूले जानेर होस् या नजानेर यसलाई खानु भएको छ कि छैन? यो एकदम फाइदा गर्ने चिज हो है हजुर। कलेजोको जुनसुकै समस्यामा पनि यो भुटुक पाकेको खायो भने धेरैभन्दा धेरै फाइदा गर्छ हजुर। पिसाब रोकिन्छ, पिसाबले पोल्छ। यसलाई चाहिँ भिजाएर खाली पेट खाइदिनुहोस् बिहानमा, दिउँसोमा, बेलुकीमा। यो पिसाब सम्बन्धीको 1 नम्बर औषधि। यसको नाम के हो नि अङ्कल? यसलाई हामीहरूले चिनी लहरो भन्छ। यो जडीबुटीले खास के काम गर्छ नि? यसले पेटको रोगको लागि एकदम ठिक गर्छ हजुर। गानो गोला, औधी बिग्रेको, सर्दी गर्मी बिग्रेको यिनीहरू एकदम सही गर्छ यसले। यो जहाँ तहाँ पाइँदैन है? पाइँदैन हजुर। नाम के हो? कालो हलेतो। कसैले यो जडीबुटी चाहियो भने तपाईँको सम्पर्क नम्बर? सम्पर्क नम्बर 98 47 14 12 15।
तपाईँहरूको चाहिँ वर्षौँ पुरानो दाँत जो चाहिँ तपाईँहरूले कनाएर कनाएर हैरान पारेको छ, तपाईँहरू घाउ भइसकेको छ, पानी निक्लिन्छ, झिलझिल भएर पानी निक्लिन्छ भने चाहिँ वैद्य विकासले चाहिँ यसैको रस, यो बाबरी फुलको पातको रस लाएर धेरै रोगीहरू निको पारेको मैले देखेर आएर तपाईँहरूलाई भन्दैछु। यसको पातको रस लाउनुहोस्, दाँत चट्टुन्छ। अहिले आधा जिन्दगी चाहिँ बिताइसक्नु भएको छ कनाएरै, तर त्यो दाँतको घाउ चाहिँ जाती हुन्छ। यसले कनाएर चाहिँ खोयाले कनाएर रगत निकालेर चाहिँ 3 दिन 3 थोपा गरेर लाउनुहोस्, कहीँ जानु पर्दैन चट्टै। पनि हजुरहरूलाई मैले जानकारीमूलक भिडियो लिएर आएको छु। यो चाहिँ के हो भने आज चाहिँ यो कर्कला पनि भन्छ, यसलाई कर्कला पनि भनिन्छ र अर्को कुरो भनेको पिँडालु पनि भनिन्छ। र यस्तो विशेष फाइदा के छ भने सेतो खुन कमी भएको र रातो खुन कमी हुनेहरूलाई चाहिँ यसको डाँठ, यसको कलिलो पातहरू मजाले पकाएर खाइयो भने एकदमै सेतो खुन पनि बढाउने काम गर्छ र रातो खुन पनि बढाउने काम गर्छ र यो एकदम फाइदाजनक छ। र यो खाँदाखेरि चाहिँ हजुरहरूले चिनेर खानु पर्यो, एकदम चिनेर। फेरि जता पाए उम्रेको खानु पनि भएन। यो चाहिँ गाउँघरमा हामीले रोप्छौँ, रोपिसकेपछि यसको मुनिको डाँठ पनि हुन्छ, मुनिको फल पनि हुन्छ, फलहरू हुन्छ मुनिबाट यसको। अनि त्यसलाई पिँडालु पनि भन्छौँ हामी। त्यो पिँडालु चाहिँ हामीले कसरी भने मङ्सिर पुसमा उसिनेर खाने पनि गरेको छौँ। यस्तै खाने गरेको मात्रै उपयोग गर्न सकिन्छ है, खाने गरेको मात्रै, अरू जुन पाते खानु भएन। र हजुरहरूलाई विशेष फाइदा छ यो। र यसले के गर्छ भने कब्जियत, पेटमा भएको कब्जियत पनि हटाउने काम गर्छ यसलाई पकाएर खाइयो भने। र कब्जियतहरू भएको छ भने पनि राम्रो गर्छ र पेट पनि सफा गर्छ यसले। एकदम राम्रो फाइदाजनक छ यो। र कर्कला र यसलाई पिँडालु पनि भनिन्छ। एकदम तपाईँहरूले यो ध्यानपूर्वक हेर्नु होला र सेयर, लाइक, कमेन्ट पनि गर्न नबिर्सिनु होला। र एकदम फाइदाजनक छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ है। यो चाहिँ चरी अमिलो, यो चरी अमिलो है नानी, हेर्नु यो चरी अमिलो चाहिँ, चरी अमिलो र यो मिसाएर खायो भने पेटको किरा मर्छ, किरालाई औषधि हुन्छ। चरी अमिलो र एलोभेरा। अनि यो मजाले यसलाई चबाएर खायो भने पाचन प्रक्रियालाई राम्रो गर्छ यसले, एकदम राम्रो हो चरी अमिलो। अनि यसले चाया पोतो आएको छ भने पनि घिउ कुमारी हालेर मजाले मोलेर पिसेर अनुहारमा दल्यो भने मजाले चाया पोतो पनि फ्यालिदिन्छ। हात खुट्टामा लगाइदियो भने हात खुट्टामा घाउ भएका चाया पोतो सबै फ्यालिदिन्छ मैला। यो एकदम राम्रो चरी अमिलो, रामबाण हो। म चाहिँ जहिले खान्छु। यसले मजाले हाम्रो भित्रको पाचन क्रियालाई एकदम सक्रिय बनाइदिन्छ। यो चरी अमिलोको जस्तो फल फल्छ यसरी, यहाँ कहाँ फल पनि फलेको छ नि त, कता हो यहाँ कता फल फलेको छ यसको। यस्तो कोसा फल्छ क्या। यो कोसा फलेको फलले एकदम हाम्रो शरीरलाई एकदम राम्रो बनाउँछ, सक्रिय बनाइदिन्छ यसले। हेर्नुहोस्, यो फुल फुल्दैछ, यो फल्दैछ यसरी। यो अमिलो हुन्छ, मिठो हुन्छ खानालाई, जतिखेर खान पनि सक्नुहुन्छ यसरी। मिठो हुन्छ। अचार पिसेर खानु, यसलाई सट्ट मजाउनु, अचार पिसेर खानुभयो भने यति राम्रो हुन्छ कि अचार। एउटा टमाटर हाल्नु, अलिकति धनियाँ हाल्नु, पिसेर खायो भने अचार यति राम्रो हुन्छ। यसले यति शक्ति दिन्छ, राम्रो छ। यस्तै एलोभेरा यस्तो राम्रो छ। यसलाई अलिकति थोरै काट्ने, अनि काटेर अनुहारमा लाउने, टाउकोमा लाउने। टाउकोमा लायो भने सबै चाया सबै जान्छ यसले। टाउकोमा मजाले यसलाई कुटेर यो मिसाएर लाउनु भयो भने चाया पोतो सबै जान्छ। त्यसै गरी यस्तै भिडियोहरू म कोही कोही बेला दिँदै गर्छु। हजुरहरूले हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद। के छ यो चाहिँ अपमार्ग भन्छ यसलाई। र तपाईँले नानी जन्माउँदाखेरि नानी जन्मिनु सकेन भनेदेखि तपाईँले यो साथमै बोकेर गएको हुनुपर्छ। र यसको जरा चाहिँ तपाईँले कम्मरमा बाँध्नु भएपछि त्यो नानी फुत्तै बाहिर निस्किन्छ। अचम्म रहेछ है यो, उहिलेको परम्परा यो। हजुर, धन्यवाद। नमस्कार मित्रहरू सबैमा। र आजको भिडियो छ किडनी इन्फेक्सन है र युरिन इन्फेक्सन। किडनीमा इन्फेक्सन भएको अथवा युरिनमा इन्फेक्सन भएको औषधि, घरेलु औषधि के प्रयोग गर्ने त? यो मैले हुन त धेरै अगाडि पनि मैले भिडियो बनाएको थिएँ। त्यति बेला मसँग अलिक कम फलोवर्सहरू जोडिनु भएको थियो र अहिले नयाँ फलोवर्सहरूले र नन फलोवर्सहरूले धेरै सोध्नु हुँदैछ किडनीको विषयमा। र आज मेरो हातमा देख्नु हुँदैछ तपाईँहरूले, सल्ली बिसल्ली भन्छ यसलाई है, कुरकुरे झार पनि भन्छ। यो खरायोले एकदमै मिठो मानेर खाने गर्छ, घरमा पालेको खरायोले। र तपाईँहरूकोतिर यसलाई के भन्छ, तपाईँहरूकोतिर के भन्छ त्यही भनेर तपाईँहरूले बुझ्नु होला।
र हामी चाहिँ यसलाई सल्ली बिसल्ली अथवा यसलाई कुरकुरे झार भनेर भन्छौँ र यो एकदमै राम्रो औषधि हो किडनीको र युरिन इन्फेक्सनको लागि। र तपाईँहरूले यति सुन्ने बित्तिकै भिडियो स्किप नगर्नु होला। यसलाई कसरी प्रयोग गर्ने त त्यो बारे जान्नु अत्यन्तै जरुरी हुन्छ र यो भिडियोलाई हरेक मास पुर्याइदिनु पर्ने तपाईँहरूको एउटा जिम्मेवारी बन्छ कि हरेक व्यक्तिहरूले उहाँहरू पनि किडनी सम्बन्धी कुनै रोग छ, युरिन इन्फेक्सनबारे कुनै रोग छ भने त्योबाट मुक्ति पाउन्। र कसरी प्रयोग गर्ने त भन्दाखेरि तपाईँहरूले केही मात्रामा यो ल्याएर घरमा सिलौटोमा कुट्नुहोस् अथवा तपाईँले सानो त्यो अचार बनाउने ओखलीमा सफा गरेर कुट्नुहोस् या मिक्सीमा पिसेर कपडा छान गरेर यसको रस अलिकति पानी हालेर कुट्दा हुन्छ, किनभने यो अलिकति ड्राई खालको हुन्छ, सुक्खा खालको। र तपाईँहरूले यसलाई कपडा छान गरेर 2 चम्मच निकाल्नु पर्ने हुन्छ यसको रस। 2 चम्मच यसको रस 1 गिलास पानीमा तपाईँहरूले बिहान उठेर भोको पेटमा सेवन गर्नुहोस् र तपाईँहरूले 15 दिनदेखि 1 महिना चाहिँ यसको लगातार सेवन गर्नुभयो भने यसले साइड इफेक्ट हुने कुनै कुरा छैन र तपाईँहरूको किडनी इन्फेक्सन, युरिन इन्फेक्सन एकदमै ठिक भएर जानेछ। त्यसपछि तपाईँहरूले केएफटी गर्नुहोस् र युरिन टेस्ट गराउनुहोस्, तपाईँलाई आफै तसल्ली हुनेछ। र यो भिडियो खेलाचीमा नलिनु होला, यो हरेक मास पुर्याइदिनु होला र भिडियो हराउनु सक्छ, सेभ गरेर राख्नुहोस् र पेजलाई फलो गर्नु भएको छैन भने नयाँ युजर हुनुहुन्छ भने पेजलाई फलो गरिराख्नुहोस्। हवस् त, धन्यवाद। एकदम कनाएर आधी जिन्दगी बिताउनु भयो यसले। घाउ खुट्टिएर निक्लेर दागको लागि बहुत राम्रो। यसलाई यसो मडक मुडक पार्ने, दलेर यसको झोल रस गरेर यसरी गरेर तपाईँले जहाँ उयो भएको छ यसरी गरेर दलिदिने, सत्यनाश हुन्छ। 3-4 दिनमा त्यो सुकेर एकदम निको भएर जान्छ। गानो गोलाको 1 नम्बर जडीबुटी। हजुर यसलाई के भनिन्छ नि? यसलाई ओरिजिनल कालो अलेतो। हजुरले यो जडीबुटी बेच्दै आउनु भएको छ? हजुर। यो जडीबुटी कसैलाई चाहिएमा हजुरको सम्पर्क नम्बर 98 47 14 12 15। हेर्नुहोस् है साथीहरू, यहाँनिर यो फुल त हजुरहरूको घर घरमा छ कि छैन होइन, प्रत्येकले चाहिँ आफ्नो आफ्नो घरमा रोप्दा हुन्छ। यसको विशेषता भनेको चाहिँ के छ भने नि, यो फुलले चाहिँ के विशेषता छ भने यसको पेटभित्रको घाउहरू पनि चट्टै निको पार्छ यसले। अनि अर्को कुरो भनेको यसले रक्सी त छुटाउने भइहाल्यो नि। अर्को कुरो भनेको काटेको ठाउँमा अनि हातहरू खुट्टाहरू डढेको अथवा जलो केही गर्दा भने आगोले पोलो भने नि यसले पुरा त्यो माडेर लगाइदिने, चट्टै निको हुन्छ यो पनि। अर्को कुरो भनेको तपाईँको यो पानीमा यसो तातो पानीले पोलो भने आगोले पोलेको पनि पुरै काम गर्छ यसले चाहिँ। एकदम राम्रो जडी दबाई हो यो। काटेकोहरूको मान चट्टै निको पार्छ, टक्कसँगले यसले खुन पनि रोक्छ। यो दबाई चाहिँ, यो फुल चाहिँ प्रत्येक घरमा रोप्नु होला। र यो एकदम जानकारीमूलक भिडियो पनि छ। यो सबैले सेयर गर्नु, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। एकदम राम्रो छ यो फुल चाहिँ, तपाईँले रोप्नुहोस्। यो एकदम राम्रो खालको है, हजुरहरूले विचार गर्नु यो फुल चाहिँ। कुष्ठरोग, दमको रोग, छालाको रोग, पेटको रोग, मधुमेह आदि विभिन्न किसिमको रोगहरूमा अत्यन्तै लाभकारी मानिने बगेनाको विषयमा आज हामी तपाईँहरूलाई बताइरहेको छौँ। र बगेनाको पात, जरा, यसको बीज सबै नै औषधीय गुणले पर्याप्त रहेको छ। र त्यही कारणले गर्दाखेरि आज हामी तपाईँहरूलाई यसले कुन कुन रोगलाई निदान गर्ने गर्दछ, कुन कुन रोगमा तपाईँलाई फाइदा गराउँछ त्यस विषयमा तपाईँहरूलाई जानकारी दिन लागिरहेको छौँ। त्यही कारणले गर्दाखेरि अन्तिमसम्म हेर्नुहोला। र विशेष गरेर तपाईँको छालामा कुष्ठ रोग लागेको छ भने, कुनै पनि किसिमको पटक्क जाति नहुने घाउ रहेको छ भने, घाउ खटिरा, दाँत खुजली आदि जे पनि छालाको समस्याहरू छ भने तपाईँहरूले यसलाई कुच्याएर, यसको बोक्रालाई कुच्याएर अथवा यसको पातलाई कुच्याएर त्यसको लेप लगाउनु भयो भने एकदमै प्रभावकारी हुनेछ र त्यसले तपाईँको रोगलाई निको पार्नेछ। उसो नै पेटको समस्या, पेटमा कुनै पनि किसिमको विकार आएमा अथवा पेटमा कुनै पनि किसिमको ग्यास्ट्रिक भएमा अथवा त्यसमा पेटमा कुनै किसिमको घाउहरू भएमा, आन्द्रा शून्यमा, आन्द्रामा घाउ भएमा, यस्ता समस्यामा पनि यसले एकदमै राम्रो काम गर्छ। तपाईँहरूले यसको बीजलाई अथवा यसको पत्तालाई पिसेर त्यसको रस खानुभयो भने अथवा यसलाई पानीमा उमालेर यसको काँडा खानुभयो भने यसले अत्यन्तै लाभ दिने गर्दछ। उसरी नै दुख्ने अथवा सुन्निने समस्या पनि, जस्तै गठिया, अर्थराइटिस जस्ता रोगहरू हुन्छ। गठिया अर्थराइटिस भन्नाले यसको जोड्नीहरू दुख्ने, हड्डीहरू दुख्ने, यस्ता विभिन्न समस्याहरू हुन्छ जसको कारणले गर्दा बुढापाकाहरूलाई यसले, यो रोगले धेरै सताउने गर्दछ। कतिजनालाई ओछ्यान पनि लगाइदिन्छ।
यस्तो समस्या छ भने पनि तपाईहरुले यसको पत्तालाई अथवा यसको बीजलाई या त बोक्रालाई तपाईले प्रयोग गर्नुभयो भने अत्यन्तै लाभ दिने गर्दछ। र मधुमेह अहिले घरै पछि मधुमेहको रोगी छ, मधुमेहको रोगी हुनेलाई पिसाबसँग सम्बन्धित रोग पनि हुन्छ, पिसाब रोकिने, पिसाब बारम्बार आउने यस्ता तमाम समस्याहरू हुन्छ। यस्तो समस्याहरू छ भने पनि पिसाब पोल्ने समस्या, पिसाब रोकिने समस्या, पिसाब बेसी आउने समस्या, यस्तो समस्याहरू छ भने पनि तपाईले यसको पत्तालाई यसको बीजलाई लिएर तपाईले मज्जाले सेवन गर्नुहोस्। तपाईलाई धेरै भन्दा धेरै आराम दिन्छ। तपाईलाई 1 हप्तामा नै फरक पाउनु हुनेछ। उसरी नै घाउ जस्तै पनि घाउ होस्, चाहे अघि नै हामीले भनेको कुष्ठ रोग होस्, चाहे घाउ पटक्क जाति नहुने घाउ होस्, यस्ता घाउहरूमा पनि तपाईले यो बगेनाको पत्ता, यसको डन्ठी, यसको बोक्रा अथवा यसको बीजलाई पिसेर लाउनु भने धेरै फाइदा दिन्छ। र उसरी नै अर्को पाइल्समा यसले अत्यन्तै ठुलो काम गर्ने गर्दछ। पाइल्समा तपाईको घाउ हुने, खुन बग्ने यस्ता समस्याहरू छ भने तपाईहरुले यसको पत्तालाई निचोरेर खानुहोस् अथवा यसलाई उमालेर खानुहोस्। अनि पत्तालाई कुटेर तपाईहरुको घाउ भएको मलदरको वरिपरि जुन घाउ हुने समस्या छ त्यसलाई त्यहाँ पनि तपाईले दल्नु भयो भने तपाईको रगतलाई पनि रोक्ने काम गर्छ यसले, तपाईको घाउलाई पनि सुकाइदिने काम गर्छ। र दमको रोगमा कसैलाई दमको रोग छ, कसैलाई सास लिनु गाह्रो परिरहेको छ, सास प्रश्वासमा बाधा आइपरिरहेको छ भने पनि तपाईले यसको प्रयोग गर्न सक्नुहुनेछ। र यसको प्रयोग गर्नाले तपाईको दमको रोग पनि निको हुन्छ। र यसलाई कसरी प्रयोग गर्ने भन्दाखेरि तपाईले यसको पत्तालाई काँचै पत्तालाई हल्का कुटेर पानीमा उमालेर सेवन गर्न सक्नुहुनेछ। यसको बोक्रालाई कुटेर तपाईले यसको रस खान सक्नुहुनेछ। यसको बिउलाई, यसको बिउ रातो रातो बिउ हुन्छ फलेपछि, र त्यो बिउ फलेपछि त्यसलाई सुकाएर त्यसलाई कुटेर त्यसको धुलो बनाएर तपाईहरुले दुधसँग, महसँग अथवा केहीसँग पनि गुडसँग मिसाएर तपाईले खानुभयो भने यसले अत्यन्तै लाभ दिने गर्दछ। र तपाईहरुलाई आजको यो बगेनाको भिडियो कस्तो लाग्यो भिडियो शेयर गरिदिनु होला। अहिले बिदा लिँदछु, धन्यवाद। कनाइरहेको छ, कनाइरहेको छ, कोही 9 वर्षदेखि, कोही 10 वर्ष, 15 वर्षदेखि कनाइरहेको छ, कनाइरहेको छ। बाफ्रे, केले चाहिँ कनाएको, के नचेरहेछ? यो चाहिँ तपाईँको यताबाट पैसा जस्तो कालो दाग बस्दैछ, डाम्रै डाम्रा। कालो दाग कि घाउ हुन्छ? कालो दागै बस्छ, यो त छिर्की छिर्की पनि परेको हुन्छ। तपाईँले उयो त भन्नुभएको होइन, रिङ्गाउ जस्तो डल्लो हुन्छ। दाग त भनेको होइन, डल्लो पैसा घाउ पनि भन्छ। त्यही हो। अच्छा, कहिले पनि जाति नहुने। यहाँ मैले जति कनाए उति मजा। उति मजा त होइन, उति चिलाउँछ नि हौ। डेन्जर पो रहेछ त है। जति कनाए उति चिलाउँछ। त्यसमा चाहिँ के छ अचुक चाहिँ तपाईँ? यो चाहिँ तपाईँको मजिटो भन्छ। अच्छा, मजिटोको चाहिँ मजिटोलाई त्यसमा प्रयोग गर्नुहुन्छ? आम्मामा तपाईँको यसको त तपाईँको रामबाण औषधि हो नि यो है। हजुर, रामबाण औषधि। कतिजना निको गर्नुभयो हो कि होइन? यसले त तपाईँको 4-5 जना जस्तो चाहिँ मैले निको पारिसकेँ नि। सत्य धर्म भन्नुहोस् तपाईँले, फेरि अब हामीले झुटो बोल्नु हुँदैन होइन, अडियन्सले धेरैको हुन्छ देश विदेशमा। अब यसले हुन्छै हुन्छ भने चाहिँ भन्नुहोस्। एकदमै पक्कै हुन्छ। त्यो रिङ्गाउ लाउनुहोस्। कसरी लाउनु त वैद्यजी? यसको जराको टुप्पा खोज्नुपर्छ, अनि त्यो टुप्पा निकालेर लिएर चाहिँ तपाईँले त्यसको चाहिँ बोक्रा बोक्रा केलाउनुपर्छ, जराको पनि बोक्रा। यसलाई मजाले तपाईँ पिस पास गरिवरी चाहिँ तपाईँले त्यसको लेप लगाउनुहोस्, अनि ट्याप्पै टालिदिनु सानोबाट बेन्डेटले। तपाईँको 2 दिनमा जाति हुन्छ। 2 दिनमै? 2 दिनमा जाति भएर जान्छ, मतलब सुकेर चाहिँ जान्छ। सुक्छ तर बिस्तारै बिस्तारै निको हुन्छ। निकै सुकेको चाल। कति खेप लाउँदा चाहिँ निको हुन्छ होला? यो तपाईँको अब 2 खेप जस्तो लाउँदाखेरि चाहिँ अब आज 1 खेप, त्यहाँदेखि अर्को हप्ता 1 खेप। पत्ता साफ गर्छ है? हजुर। धन्यवाद भाइजी, धन्यवाद। धन्यवाद तपाईँलाई पनि। त्यसो गर्नुहोस् है। के भन्नुभयो? यसको नाम चाहिँ चिप्ले हो। अनि यो डन्ठा छ नि, यो चाहिँ तपाईँले हातहरू जस्तै काट्योस् कि यसरी च्याक 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 कुच्याएर चाहिँ तपाईँले त्यो हातमा ट्याप्पा यसरी टालेर ब्यान्डेज लगाइदिनुहोस्। लेप? हजुर, लिफ्ट गरेर तपाईँको यसले चाहिँ तपाईँको 5 मिनटमा तपाईँको यसले चाहिँ खुन बन्द गरिदिन्छ। यसको चाहिँ त्यति साह्रो तागत छ। नमस्कार मित्रहरू, आज फेरि अर्को एउटा सानो भिडियो लिएर आएको छु। भिडियो अन्तिमसम्म हेरेर सबै माझ पुर्याइदिने म तपाईँहरूलाई निवेदन गर्दछु। र तपाईँ हाम्रो घुँडा दुख्ने, जोर्नी दुख्नेमा तपाईँहरूले एउटा यो औषधि राम्रोसँग प्रयोग गर्न सक्नुहुन्छ, जो जहीँ तहीँ पाइन्छ। तपाईँले मेरो अगाडि देख्नुहुँदैछ, यसको बाला चाहिँ यस्तो हुन्छ है, र यो झार चाहिँ हाम्रो आँगनतिर जताततै यो बिक्कामै झार हो, हाम्रो आँगनतिर पलाउने यस्तो हुन्छ। यो औषधि रहेछ है, आयुर्वेदिक औषधि रहेछ। र यो चाहिँ के गर्ने त, के को औषधि भन्दा घुँडा दुख्दाखेरि तपाईँहरूले घुँडाको जोर्तीहरू दुख्यो भने चाहिँ यसलाई मजाले उखेलेर धोइ पखाली गरेर चाहिँ यसलाई मजाले चनौटोमा पिस्नुहोस् अथवा मिक्सीमा यसलाई पेस्ट बनाउनुहोस्, लेप बनाउनुहोस्। लेप बनाएर चाहिँ तपाईँहरूले घुँडामा चाहिँ एउटा कपडामा लगाएर बाँधेर है, हल्का बाँधेर सुत्ने गर्नुहोस्।
तपाईँहरूको घुँडा दुख्ने चाहिँ एकदमै यसले राम्रो गर्दो रहेछ है। यो मैले पनि धेरैवटा कुराहरूबाट थाहा पाएँ, मैले स्टडी गरेँ है, र मैले यसलाई पुष्टि गरेँ हो कि होइन रहेछ त भनेर, र आयुर्वेदिक पद्धतिमा पनि यो कुरा जानकारी दिएको रहेछ र मैले तपाईँहरूलाई आज यो कुरा बताएँ। र तपाईँहरूले यसको लेप बनाएर घुँडामा बाँध्नु भयो भने तपाईँहरूको घुँडा दुख्ने धेरै मात्रामा सन्चो हुँदो रहेछ र तपाईँहरूले यसलाई प्रयोग गर्नुहोस्, तपाईँहरूले पनि प्रयोग गर्नुहोस् र अरूलाई पनि यो भिडियो पुग्ने गरेर सेयर गरिदिनु होला। र यो झाडको नाम चाहिँ हेर्दाखेरि दुबो जस्तो छ, मलाई पनि त्यस्तो आएन र तपाईँहरूलाई मैले प्रत्यक्ष देखाएँ है। यो झाड चाहिँ हाम्रो आँगनतिर जताततै अहिले त बर्खामा उम्रेको हुन्छ र यो भिडियो तपाईँहरूले धेरै मास पुर्याइदिनुहोस् है। र यसको बाला चाहिँ यसरी यस्तो बाला फुल छ है। र यो भिडियोलाई तपाईँहरूले धेरै मास पुर्याइदिनुहोस्। फलो गर्नु भएको छैन पेजलाई भने पेजलाई फलो गर्नुहोस् र भिडियो सेभ गरेर राख्नुहोस्। हवस् त, धन्यवाद। यो नेवाराको यसरी भाँचेपछि यस्तो यो आउने चोपलाई यसरी लगाएर हप्ता दिन यसो गर्नुभयो भने हामीले आउने यो रिङगार्ड दाँत चट्टै निको हुन्छ साथीहरू। है त, मैले बनाएको धेरै भिडियोहरूको कमेन्टमा नि दाँतको दबाई पनि सिकाइदिन्न, यो दाँत चिलाउने दाँतको दबाई सिकाइदिन्न भनेर धेरै साथीहरूले चाहिँ कमेन्टमा लेख्नु भएको रहेछ। त्यही भएको कारणले गर्दाखेरि म यो हलेदो र दुबो साथमै लिएर तपाईँहरूलाई यो दाँतको बारेमा थोरै कुरा भन्न चाहँदैछु। म यो हलेदो र यो दुबोलाई एकदम मसिनो गरी पिस्ने र पिसिसके पछाडि हाम्रो छालामा भएको दाँतलाई जुन नङ र चाहिँ फलामदेखि बाहेक केहीले अलिअलि यसो दरफर्याउने अथवा चाहिँ कन्याउने होइन, कन्याइसके पछाडि अघि त्यो कुटेको मसिनो लेदोलाई चाहिँ निरन्तर 2-4 दिन लगाइदिनु भयो भने नि त्यो दाँत एकदम समाप्त भएर निको हुन्छ है। यो काम गर्नु होला है। र यो भिडियो तपाईँहरूलाई राम्रो लागेमा सेयर र फलो पनि गरिदिनु होला है। यो बाटोको किनारामा जतासुकै पाइन्छ यो वनस्पति, यसको यो यस्तो पहेँलो फुल फुल्छ, सानो सानो कोसाहरू लाग्छ यसको। यसलाई चाहिँ पिसेर लेप बनाएर लगायो भने दाँत, एक्जिमा, एलर्जीहरू यसले ठिक गर्छ साथीहरू। उहिलेदेखिको जिउहरू दुख्ने, यहाँदेखि दुखेर आउँछ, कुमदेखि भित्रदेखि दुखेर आउँछ, यहाँतिर पनि दुख्छ, ढाडहरू पनि दुख्छ। यो तपाईँको हाम्रो स्पाइनल कटहरू दुख्छ, कम्मरमा झन् भक्कु दुख्छ, यस्तोमा सबैको दुख्छ है। त्यो सबैको दुख्ने अनि घोप्टेर काम गर्दा पनि यसरी आया अनि उहिले गोली खेल्दा लागेको तपाईँको घुँडातिर, अनि यो गेडीहरू सुनेको हेर्नुहोस् यत्रो सुनिरहेको हुन्छ, अनि यो भिलाती यहाँतिर यत्रो सुनिरहेको हुन्छ हेर्नुहोस्। यसले चाहिँ तपाईँको सबैको उहिलेदेखि दुख्नेहरू चाहिँ एकदमै एकैतालमा नै जाति गर्छै गर्छ। के हो सर यो चाहिँ? यो चाहिँ तपाईँको कालो चितु भनिन्छ। कालो चितुको जरा सानो सानो हुन्छ, यस्तो सानो सानो हुन्छ। मैले त त्यो यतातिर त्यो कालो चितु हुने पनि होइन, मैले त कहिले सानैदेखि जोगर गरेको हुनाले अहिले अलिअलि बढ्छ। यो यसरी अब यसरी पिस्नु पर्यो। अच्छा, पिसेर चाहिँ दल्नु पर्यो। पिसेर होइन, यसलाई त अब एकदमै राम्रो भक्कु केलाउनु पर्छ नि। जराको बोक्रा हो, त्यो जरा चाहिँ यस्तो भित्रको नसो र हड्डी जस्तो चाहिँ होइन। दुख्ने अब छ घुँडामा, घुँडा सबैको दुख्छ, घुँडाको पछि पनि दुख्छ है बेसी दुख्नेको। यसलाई चाहिँ यो खालको गर्नुपर्छ, अस्ति मैले लगाएको जलेको यो मेरो दुख्ने हो, यो कालो भएको, यसले चाहिँ दाग बस्छ। ए त्यसरी लगाएपछि चाहिँ चट्टै अब यो लगाइदिएर तपाईँको बेन्डेडले टाल्नुपर्छ। हजुर, कम्मरमा दुख्छ भने कम्मरमै ट्यापै टालिदियो कि तपाईँको एकछिनदेखि नै जाति हुँदै जान्छ। के गर्नु भएको? कालो हलेदो हेरेको कस्तो रहेछ भनेर नि। यो के कालो हलेदो हो? अनि यसको फाइदा के छ त? यसको फाइदा छ नि, नास पर्यो भने राम्रो औषधि हुन्छ। अलिक साह्रो बोल्नु न, सुनिएन। नास पर्यो भने राम्रो औषधि हुन्छ, ग्यास्ट्रिकलाई औषधि हुन्छ,
अनि सुगरलाई पनि औषधि हुन्छ। अनि बजारमा त यसको चाहिँ औषधि साह्रै राम्रो हुन्छ, क्यान्सरको लागि पनि हुन्छ भन्छन् त, के हो? हुन्छ, तर अब धेरै रोप्नु पर्यो नि त, थोरै यति रोपेर कुटिँदैन, धेरै रोप्नुपर्छ। अनि हामीले त पर एक खुट्टी लगाएको छ त। लगाएको छ, रोप्नु त फलेपछि अनि धेरै फलेपछि देखाउनुपर्छ। यो कालो हले त कस्तो हुन्छ एउटा उखाले देखाउनु त? यस्तो हुन्छ है। खै कस्तो हुन्छ? एकछिन हुन्छ। अहिले कलिलो छ नि त, अहिले फलेपछि। यो कलिलो, यो छिप्पेपछि कालो हुन्छ, छिप्पेपछि कालो धर्सा भएको हुन्छ। हातमा देखाउनु त माथि बोकेर सिधा पारेर उल्टो पार्नु। यो कालो हले त कुन कुन रोगको लागि प्रयोगमा आउँछ यो? यो सुगर प्रेसरलाई हुन्छ, अनि ग्यास्ट्रिक दुखेकालाई हुन्छ, अनि क्यान्सर लागेको मान्छेलाई हुन्छ। तर कुटेर औषधि बनाएर खानु पर्यो, ढुटो बनाएर राखेर चम्चीले सुत्रै खानु। अनि यो त अत्यन्त महँगो छ बजारमा भन्छन् कि सामान्य मान्छेले किन्न सक्छन् त? किनिहाल्छ नि। अनि हस्पिटल गयो भने क्यान्सरको दबाई कति महँगो छ, अनि यति मुला किनेर खान सक्दैन। अनि यो सामान्य मान्छेले रोप्दाखेरि कस्तो ठाउँमा रोप्ने? सामान्य मान्छेले त बेसार रोपे जस्तै रोप्ने हो। बेसार रोपे जस्तै रोप्ने? बेसार जस्तै त फल्छ, यस्तो फल्छ, फलिरहेको छ यहाँ। त्यो फल्छ, यहाँ फल्न थालेको छ, यहाँ फल्न थालेको छ, फल्छ नि, यस्तै फल्छ। अलिक बेसारभन्दा साना केसा हुन्छ क्या यसको, बेसार पनि ठुल्ठुला हुन्छ। अनि कस्ता मान्छेहरूले यो प्रयोग गर्ने? यो प्रेसर लो हुनेले चाहिँ यो खानु हुँदैन, अरूले हुन्छ। प्रेसर लो हुनेलाई चाहिँ यो धेरै तितो हुन्छ। एकचोटि फेरि सरसर्ती भनिदिनु त्यसको बारेमा। प्रेसर हाई हुनेले खानुहुन्छ, अनि खानु सबैले हुन्छ, तर थोरै खानु पर्यो क्या, थोरै खानु पर्यो। औषधि हो नि त, औषधि तितो हुन्छ। अनि खाना चाहिँ सबैले हुन्छ, तर प्रेसर लो हुने चाहिँ अलिक कम खाने, थोरै खाने, भइसके नखाने, तर पनि खाँदा पनि थोरै खाने। एकचोटि मजाले त्यसको बोर्ड देखाइदिनु त यता। अरू यही बोर्ड यस्तो प्रकारको बिचमा कालो रेसा हुन्छ, कालो हलेर। अनि हामीले पर लगाएको खुट्टी यही हो? यही हो। यो कसरी बिक्री वितरण हुन्छ बजारमा? खोइ अब भर्खर लाउँदैछु हामी, अब भनाइ त अब अलिक महँगै भन्छन्, 8,000 रुपियाँ किलो पनि भने जस्तो दिन्छ। क्यान्सर पनि जाति पार्छ त यसले? यो औषधि जस्तो यो यहाँ धर्का छ नि, हजुर, यस्तै राम्रो औषधि हुन्छ क्या, यस्तै कति राम्रो धर्का छ, यस्तै गरेर औषधि हुन्छ। पेट सम्बन्धी रोगहरूको लागि ठिक हुन्छ, ग्यासलाई एकदम राम्रो गर्छ, ग्यास्ट्रिकलाई राम्रो गर्छ यसले। अनि किनेरै खान सकिँदैन भन्छन् त कालो हलेर? खाइहालिन्छ नि, 2 जाङ रोप्दा पुगिहाल्छ नि खानालाई, जति गर्नु पर्यो नि त। रोप्नु पर्यो, खोज्नु पर्यो, खानु पर्यो। रोप्न सक्ने किनेर खानु पर्यो। यी रोप्दैछु है म चाहिँ। लाखौँ रुपियाँ बचाउँछ यसले। यसले काम चाहिँ के गर्छ बुवा? महिलाको एउटा सुत्केबाई भन्ने बिमार हुन्छ, त्यो सुत्केबाई, गानो गोला, ग्यास्ट्रिक यसले एकदम हटाउँछ, यसले लाखौँको काम गर्छ। यो कालो हले त हो। धेरै डाक्टर देखाइसक्नुभयो, धेरै दबाई खाइसक्नुभयो, तर पनि तपाईँको युरिक एसिड कन्ट्रोल भएको छैन भने तपाईँहरूले यसलाई खानुहोस्। यसको नाम हो कुरकुरे जार, र धामी झाँक्रीले यसलाई सल्ली बिसल्ली भनेर पनि नाम दिएका छन्। र तपाईँहरूले यसलाई कसरी खानुहोस् भन्दा यसलाई लानुहोस् है। यो चाहिँ खोलाको बगरमा लेक ब्यासी जहाँसुकै पाइन्छ, जहाँनिर बलुवानी टाइपको जग्गा छ है, ढुङ्गा घारी छ, त्यहाँनिर पाउने हो यो। र यसको नाम कुरकुरे जार है। अनि यसलाई तपाईँले कसरी खानुहोस् भन्दाखेरि यो एकदम मजाले खाना मिल्छ यो। र तपाईँहरूले यसलाई लगेर है लोरो सिलौटोमा मजाले कुच्याएर यसको रस निकाल्नुहोस्, र तपाईँले बिहान मनतातो पानीमा 1-1 गिलास पिउने गर्नुभयो भने तपाईँले 15 दिनमै तपाईँले रिजल्ट पाउनुहुन्छ युरिक एसिडका लागि। र अर्को कुरा के छ भने जसलाई पनि सुगर छ है, सुगर पनि यसले मजाले त्यसरी नै पिउनु भयो भने तपाईँको सुगर पनि एकदम राम्रोसँगले कन्ट्रोल भएर जान्छ। यो चाहिँ त्यति राम्रो जडीबुटी हो है। यो लेक ब्यासी जहाँसुकै पाइन्छ, खोलाको बगरतिर है, बलुवानी भएको ठाउँमा पाइन्छ, र यसको नाम हो कुरकुरे जार। चिनी राख्नुहोस् है, तपाईँहरूलाई एकदमै काम लाग्छ यो। मान्छे उठे यसले? हजुर। कसरी उठाउनु भयो? यसलाई कुटेर खानुपर्छ, चिया जस्तो? यो चियाको रूपमा खानुपर्छ। के भन्छ यसलाई? यो चाहिँ गङ्गटे जार भन्छ। कति दिन खानु? 3-4 महिना? होइन, 15-20 दिनमा धेरै तङ्ग्रिन्छ। त्यहाँदेखि 3 महिना 4 महिना खायो भने एकदमै कुद्ने हुन्छ। अरे दाँत दुख्दा तपाईँहरू किन लाखौँ रुपियाँ खर्च गर्नुहुन्छ?
यसको जरा कुटेर दाँतमा चेप्नुहोस्। तपाईँहरूको चाहिँ घरमै छ त दबाई औषधिहरू, नजानेको रहेछौँ हामीले है। हजुर नजानेको रहेछौँ, धन्यवाद। भन्नुहोस् त हजुर। यो गक्लेतो हो, तपाईँको 20-22 वर्ष भएको दाँतहरू हुन्छ नि, त्यो चाहिँ अब यसलाई चाहिँ यसरी निचारेर लाउनुहोस्, 5-6 दिन लाउनुहोस्, चट्टै हुन्छ दागलाई। अब डाक्टर देखाउँदा पनि जाति भएन भने चाहिँ अब यसको नामै भनिदिनु पर्यो है तपाईँलाई। यसको नाम चाहिँ तपाईँको कालो चितु भन्छ। हजुर कालो चितु अस्ति मलाई भन्नुभयो छु। हजुर त्यसको तपाईँको जराको अब पिनिवरी चाहिँ यसको चाहिँ ढुटो बनायोरी, यो ढुटो हो, यसरी लगाउनु पर्ने। यसले के जाति हुन्छ? यसले तपाईँको भन्यो नि तपाईँको अब यो घुचुकदेखि दुखेर ल्याएको, कुमदेखि दुखेर ल्याएको, कम्मर सम्बर स्पाइनल कट भन्नेहरू, फिला दुखेको, कम्मर दुखेको, घुँडा दुखेको, पैतालादेखि सबै दुखेको जाति हुन्छ सर। चट्टै हुन्छ एकदमै। हेर्नुहोस् कति मान्छे आउँछ दिनमा, अझै पनि आउँदैछ हो, एकदमै चट्टै हुन्छ। एकैपल्ट मात्र लाउनुपर्छ, खालि एकैपल्ट।